मारुनी नाच नेपालको परम्परागत नृत्य हो। परम्परागत रूपमा नाचिने यो नाच प्राय दसैँ तिहारमा नाच्ने नाच हो। मारुनी नाच प्रारम्भमा मङ्गलगान गरिन्छ। यसरी मङ्गलगानलाई सखी बाँध्ने वा तान्त्रिक विधि अनुसार अमङ्गल नारा गर्त रोक्नका लागि गरिने मन्त्र विधि पनि भनिन्छ। यसरी सखी गाउनाले वा मन्त्र बाँध्नाले कुनै जादु वा अनिष्टको प्रभाव पर्दैन भन्ने मारुनीका गुरुबाहरूको भनाइ पाइन्छ। सखी बाँधेपछि देवताहरूको सुमिरन गर्दा कुनै एक मारुनीमा कम्प आउनु आवश्यक मानिन्छ। मारुनीमा कम्प आउनु भनेको नटेश्वरी देवी उत्रनु वा आङमा चढ्नु हो। नटेश्वरी देवी आङमा चढेपछि देवी प्रसन्न भएको मानिन्छ र नाच प्रारम्भ हुन्छ। बाँकी प्रस्तुतिबाट। सय आठै सिरी सत गुरु देउ देउ सरा। सय आठै सिरी सत गुरु देउ देउ सरा। कृष्णजीको बाँसुरी परै कहाँ बज्यो बोली। वृन्दावनकी जमुनाको तीर आहै वृन्दावनकी जमुनाको तीर। कहाँ देखौँ कहिले भेटौँ राधाजीलाई कठै मनमा पीर। कहाँ देखौँ कहिले भेटौँ राधाजीलाई कठै मनमा पीर। हजुर पश्चिमेको पुरुषङ्गे सोधे है गीताङ्गेको गाउँ लहै नसोधे है गीताङ्गेको गाउँ। बाजे हाम्रो सँगै घरबार मारे होला जगतैमा। सँगै घरबार मारे होला जगतैमा। सँगै घरबार मारे होला जगतैमा। सँगै घरबार